हेलो गाइस, आज हामीहरू रोइङको जूमा आएको छौँ। म अनि मेरो वाइफ अनि मेरो भाइ यता र जू हेर्न आएको छौँ। के छ यहाँ हेर्ने हो। अब नि के रहेछ यहाँ, यस्तो रहेछ, साह्रै छैन यहाँ। मिनी जू रहेछ यो। के रहेछ हेरौँ न त। कति राम्रो भ्यू चाहिँ छ यहाँको। अब भ्यू चाहिँ राम्रो छ। के रहेछ हेरौँ। यहाँनिर रहेछ किप डिस्टेन्स 1 मिटर। यहाँ के छ अब हेर्दै जाउँ के रहेछ। ओहो, यहाँ रहेछ हरिण रहेछ, बसिरहेको छ हरिण। तर मजाले दिखाइ दिँदैन खोइ त। यताबाट भिडियो गर्ने यताबाट ओ खालको हुँदैन नि आँखा हेर्नु न। जिब्रो कति लामो। आला ला ला आला ला उठ्यो उठ्यो उठ्यो। आ आ के दियो भनेर उठ्यो। आ आ ला खा ला खाँदो रहेछ यसले त। कति प्यारा हरिण नि। मैले सामनेबाट आजै यो देखेको। अनि आँखामा त जुका जस्तो हुँदो रहेछ। कति प्यारा नि। जे पनि खाँदो रहेछ। अमिलो पत्ताहरू ए ए खायो नि, सबै खाँदो रहेछ। कतिवटा सम्म यहाँ रहेछ नि जनावरहरू। बेसी छैन होला यहाँ नि। हरियो पत्ताहरू के चिज सब खाएर यस्तो अमिलो पत्ताहरू छैन नि त, त्यही भएर पुरा खाँदो रहेछ। कति मजाले मन जाउँ अर्कोमा। अर्कोतिर के रहेछ त्यो पनि दिए बुवा। म पनि दिइहेरौँ त घाँस यिनीहरूलाई। ल ल खा। यस्तो घाँस त खानै नपाउँदो होला यहाँ। यस्तो हरियो घाँस ल। यहाँनिर कति आँखामा चाहिँ ठ्याक्कै जुका जस्तो रहेछ नि पुरै। हेर न कस्तो डर लाग्यो। नेक्स्टमा जाउँ अब। अर्को के रहेछ हेरौँ अब। यहाँ रोइङको जूमा खोइ। ओ त्यहाँ रहेछ एउटा खै। कतिवटा त्यो बच्चा पनि छ क्या। होइन यो सिङवाला रहेछ। यो खै सिङवाला हो। आइज ल ल ल ल इ ल ल खै। देखेन ऊ बसिरहेको रहेछ नि। कहाँ देख्छ? त्यहाँ बसिरहेको रहेछ मस्तले छायामा। अहिले देख्यो। शीतलमा यिनीहरू जङ्गलमा बस्ने हो नि, शीतलमा बस्ने हो नि त नि। झट्टै बाहिर निस्किँदैन नि। कमलोजी निस्किन्छ नि त। यो सेतो फुल चाहिँ के साह्रो नि। खै यो हो। कति धेरै हेर्नु न। सबै उहाँ हेर्नु न कति ट्याप्पै छ सेतो फुल। यो भित्र नि त्यस्तो रहेछ नि त, पुरा भर्ती रहेछ। त्यहाँबाट यता हेरौँ अब। बो यहाँ फेरि के हो यो कत्रो। बाख्रा जस्तै बुई थाहा नि तँलाई। सिङ पनि त कहिले जमाना गरेर पुरा बुढो भएको रहेछ है। बाख्रा होइन यो यसको न होइन बाख्रा हरिण है ठुलो खालको होला। पुरा जङ्रङ हुँदो रहेछ। पछि अगाडिबाट जस्तो गधा जस्तो देख्दो रहेछ। यिनीहरूलाई तिर्खा लाग्दैन। ऊ पानी छ त नि प्लेटमा दिइरहेको छ। दानाहरू दिइरहेको अझै छ छ। हक डियर हौ। यसको नाम चाहिँ हक डियर रहेछ। हक डियर कि मुद डियर बढिया छ। खाँदै बस्दैन कि खानेकुरा सबै यहाँ दिँदो रहेछ होला नि। के पुरा सेतो फुलै फुल छ यहाँ बगान। यहाँ चाहिँ हक डियर रहेछ त्यसको नाम चाहिँ। आऊ जाउँ अर्को जग्गा। हेर्दैछ बिचराले के दिन्छ कि भनेर। डरै लाग्यो। अब अर्कोतिर जाउँ। अर्कोतिर जाउँ अब। मलाई चाहिँ कताबाट यो फुलको फुल अर्को साइडतिर जाउँ न अब। हजुर यो रुइङबाट किनेर लैजाउँ न यसको पुली। यो रुखको पुली। अम्बकको गाछहरू हेर्नु न। फलफुलको गाछहरू रहेछ नि त। अर्कोतिर जाउँ।
अब अर्का साइडमा यहाँ चाहिँ के छ, यहाँ पनि हरिणै होला, पुरा बगान छ। यहाँ पनि हरिणै छ होला सायद, बगानहरू त्यस्तै लाग्दैछ, पुरा फुल बगान बगान रहेछ। यहाँ के छ होला यहाँ के छ? यहाँ के छ त्यही त हेरौँ भनेको। यहाँ रहेछ बार्किङ डियर, किप डिस्टेन्स 1 मिटर भनेपछि यहाँ पनि हरिणै छ। ऊ बो त्यही रहेछ यहाँ पनि, होइन त्यो होइन अर्को खालको रहेछ यो क्या। यो झन् कति प्यारो रहेछ, हेर्दैन फेरि क्लिक्क हेर्दैछ। कान पुरा हिलाउँदैछ। आउँदैन त्यो, आयो आयो बो ठुलो हुँदो रहेछ, कहाँ सानो, कहाँ सेम त्यस्तै आँखामा छ त्यसको पनि त्यस्तै। वाह जाउँ नेक्स्ट जग्गा अर्को जग्गा जाउँ। अहिले आउँदैन यो, आएर खान्छ अहिले। छोडा जाउँ। ओइ ओइ के हो यस्तो? या हरिण मर्ला नि फेरि यस्तो बम, हरिण मर्ने खालको बम नछोडै। अर्कोतिर जाउँ अब। कता यता 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 होला, यहाँ होइन यता यो साइड यता हो अब। यो के को गाछ हो नि? कति ज्यादा फुलहरू नि यता यहाँ पानी गिर्दो रहेछ मजाले। यो पानीको ट्याङ्की हो, यो यहाँबाट सप्लाई हुन्छ रहेछ। पानी ट्याङ्की वाटर सप्लाई यहाँबाट हुन्छ होला फेरि। अब नेक्स्टमा गए हामी अब के ओ यहाँ स्याल रहेछ फेरि, भाइलाई एक खाला यहाँ स्यालले बिचरा स्याल हाई गर्दै बस्छ। यो नि त गाउँ अहिले टोक्ला नि तेरो मासु खानु पऱ्यो, के भइरहेको होला, फरिरहेको होला। बो स्याल त्यस्तो हुँदो रहेछ पुरा। गाउँमा कुखुरा खाने स्याल यही त हो। कहाँ घाँस खान्छ यसले? स्याल र स्याल हो डबाकी यसको मालिक खै भाइको गर्दा कुकुर जस्तो गर्दैन, लाले गर्दा कुकुर जस्तो गर्दैन। ओ यहाँ के हो त्यो त? बुलाको नि बुलाको त्यता नि पुरा बुलाउँदैछ गर्दै, त्यता गएन नि त। जाउँ त अर्को जग्गा जाउँ, अर्को जग्गा जाउँ, अर्को जाउँ। बो यहाँ अम्ले खाएको कति मजा रहेछ। अम्लाकी खाम्ला होइन छ अम्लाकी, अम्लाकी छ त होस् यहाँनिर छ राम्रोलाई। खै खाऊ खाऊ नखाने। ओ त्यहाँ बाजार बाँधेर छ यहाँ के छ हेर्नु आउँदा हुन्छ। काँडा सुँगुर यो दुम्सी खै दुम्सी काँडा फ्याँकेर चाहिँ यहाँ चाहिँ रहेछ दुम्सी।
यो दुम्सी बद्ध रहेछ। यहाँ दुईवटा दुम्सी रहेछ, मजाले बसिरहेको छ। कस्तो हेर्दैछ हेर न भाइ, भाइ हेर् न, रिसाएर हेर्दैछ, यसले चलाइदियो नि त। अगाडि पुरा अहिले काँडाले हाल्ला नि फेरि। मुसा जस्तो नि थुतुना चाहिँ यहाँ चाहिँ दुम्सी रहेछ। नगर्न आउँदैन, कराउँछ अहिले मान्छेले। यहाँको सेक्युरिटीले मार्ला नि। यहाँ चाहिँ यिनीहरूको लागि होला नि, यो होइन यिनीहरूको लागि उता आउने रहेछ नि त बाटो। के हेर्छ अब यहाँ फेरि बाँदर गएर न टोली रहेछ पनि, ग्याङ रहेछ पनि। बाँदर हेर न, बाँदर। झुक्कियो कस्तो खोजेर लग्यो तेरो उता दिने त्यो अर्को घरमा। मोबाइल लैजाला नि तिम्रो अहिले। कपडा च्यात्छ नि तिमीलाई त अघिबाट रिसाइरहेछ है। बाँदर जस्तो छ नि त यो पनि। अनि त्यो साथी आयो भनेर एउटा यहाँ बसिरहेको छ। यो चाहिँ हरामी रहेछ नि। यसले मिठाई भेटेको खाएन, यसले मिठाई ऊ खाएन, सुन्दैछ होइन, सबै लिएर खाएन पनि यिनीहरूले सब फाइट गर्दैछ बेसी मिठाई। ए मार्का जग्गा आऊ न छिटो 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 आएको जग्गा हेरौँ। यहाँ पनि रहेछ ग्याङ। फेरि कतिजना छ यहाँ चाहिँ? दुईजना न एउटै हो सबै। अघि यहाँ पनि थियो होइन? अहिले मोबाइल चाहिँ तानेर लैजाला। मजाक गर्न राख न। बिचारा यिनीहरू सानोहरूलाई हेर्नु सक्दैन रहेछ। यिनीहरूले बिचारा भाइको हेर पर गयो भनेर। जाउँ अर्को जग्गा के छ? यता के छ? ओ उहाँ पनि रहेछ, बाँदरै रहेछ क्या। यहाँ पनि मङ्की रहेछ, मङ्की। त्यहाँ त हेर हल्ला देखाएकोलाई ताकत। बोजू बुढी चाहिँ बसिरहेको छ बिराट। कस्तो दामीले बसिरहेको छ हेर्नु न, मान्छे जस्तै बसिरहेको छ। सेम नि मान्छे छ नि। अहिले तेरो नाक भत्काउँदै छिटेर कस्तो टक्कै बसेर आए आए चितारलाई अलिक टाढो बस्नु नि। आए घटाङ 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 पर्छ। आएको जग्गा के यता यहाँ के छ? यहाँ चाहिँ के छ? यहाँ पनि त के त फ्याँकेको छ लेकिन छैन होला। ओ सामान राख्दो रहेछ यहाँ नि। यता चाहिँ के छ अब? हेर न भ्यू कस्तो राम्रो। सबै कुरो लागेर खत्तम कपडामा। जङ्गल घारीमा चाहिँ यहाँ के छ? यहाँ नि बाँदरै थियो होला नि त। छैन त यहाँ त। यहाँ त खाली रहेछ त फेरि।
यहाँ चाहिँ के छ लिपर्ड लियोपार्ड रहेछ फेरि सेम टु सेम बिल्ली रहेछ नि यो त क्यामेरा पनि आउँछ कि लियोपार्ड माउ बच्चा रहेछ यहाँ यो लियोपार्ड मात्र रहेछ यहाँ चाहिँ लियोपार्डको खाना राखेको छ यहाँ के छ अरे त्यहाँ कस्तो साँप हेलो कालो होइन रागेपाटे छ खै बो यो ड्रागन है क्या यता बसेर हेर्नु न मजाले देखिँदो रहेछ बसेर यहाँ के लिएको छ पाइथन रहेछ यो पाइथन मुलुरुस अरे कस्तो येल्लो कलर रहेछ नि देख्दैन यसमा देखाइदिँदैन यो पुरा कस्तो डरलाग्दो कलरको रहेछ प्लास्टिक बोकेर हिँडिरहेको छु रोइङको जू चाहिँ यस्तै रहेछ हो केही छैन यति नै छ अरू जनावर त केही पनि छैन यहाँ खत्तम भयो अब जानुपर्छ नि यति नै रहेछ केही पनि छैन गरम पनि कस्तो गरम छ फुलिरहेछ है फल्छ पनि आउने सल्लाह भयो ये तो अचम्मा है यहाँ में कुछ भी नहीं है जू में बस इतना ही है और कुछ नहीं है कुछ नहीं है चलो अभी चलते हैं घर रोइंग का जू खाली खाली है कहाँ से आया था हम लोग हेलमेट वहाँ में रखा ना वाह यहाँ में इतना अच्छा शीतल है यहाँ चलो बैठेगा ना थोड़ा देर अंदर बैठेगा अगर बैठेगा चलो बांदर चाहिँ फेरि एक बार राउन्ड भएरमा नि तर बाटो छ यहाँ आउँछ नि बाटो छ यहाँ आउँछ बाटो वहाँबाट रहेछ नि त बाटो यस्तै टाढो बाटो हेर्नु यहाँ तडायो त्यसले चाहिँ मुखमा लगाएर के हिँड्दैछ बो मिल्दो रहेन पुरा बाजेको बाजे गर्दो रहेछ बाँदर चाहिँ मजा लाग्यो जस्तो के पनि होइन नि चाहिँ यहाँको नजारा अरू केही छैन छैन जनावरहरू बाँदर गएर त्यस्तो खेला देखाउँदो रहेछ पुरा बो बो खतरा जाम हाने यो बिमारी छ क्या यो चाहिँ डिस्टर्ब गर्न आइहाल्दो रहेछ फेरि बो जिस्कन भएछ जिस्कन तँ जस्तो छ त भाइ यो चाहिँ सिधा रहेछ नि रिसाएर गयो त्यो पुरा हात तान्दिएको त कस्तो अनुहार बिगाएर त्यसले उसको हात तान्दैन झुकेर हात तान्दैन रिसाएर जान्छ फेरि आउँदैछ एउटा आँखा यसको कस्तो भएर बोन रहेछ नि हेर न तोर्छ पनि बुई बुई यसलाई होइन यसलाई चाहिँ न रिसाएर या बहुत स्पिड छ हान 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 दम दिँदैछ तँलाई अन पाउ के अरे
हात पनि हेर्दैछ नगर त बिचरा छोड्दै छेउछेउ चाहिँ किन गएको अनि कोतार छ नि छेउछेउ हिँड्छ नि त छेउछेउ जान्छस् त अनि अझै घर जानुपर्छ नि वाह भयो यहाँको बहुत मजा लियो यहाँ जूको बाँदरले जमाउँदो रहेछ नि जग्गा चाहिँ बहुत मजा छ ले यहाँ पनि नयाँ बनाउँदो रहेछ जाऊँ जाने होइन चलो चलो जाएगा ये रेस हाउस वो हेलमेट बुका Anan boxing kan bo double man Anan orang bo अनि लात्ती हान्नु चाहिँ सफा हुन्छ थोडी चलो चलो जाएगा अभी कति मजाले फुलहरू लगाएको छ नि यहाँ फुल ओप्पो फुल न के भन्छ आसैबाट फेदमै रहेछ यो गार्डन चाहिँ मजा छ यहाँ हरिणले बस्ने जग्गा त्यता नि जाउँ ल यहाँको भ्यू चाहिँ नि यति सुन्दर ल जाउँ छिटो के गर्छ छिटै न मान्छेहरू भर्खरै आउँदो रहेछ एउटा दुईवटा अब आउने बेला भयो नि त पुरा आउँछ यहाँबाट एन्ट्री गर्नुपर्छ अब निस्केको हामी चाहिँ यस्तो जग्गामा रहेछ नि कति दामी दामी घर छ यहाँ मन्दिर पनि छ एउटा हेर न